भन्दा अर्को उम्मेदवार चाहिँ अझै के भन्छ संसदीय दलको नेता हुन अलि योग्य छ भन्ने खालको ठानेर यो जुन चाहिँ रिजल्ट आएको छ त्यो रिजल्ट आएको हुनसक्छ। आजको जुन रिजल्ट आएको छ, आज जुन प्रक्रियामा म सहभागी भएँ त्यसका कारणले गर्दाखेरि नेकपा एमालेमा रहेको अलिअलि कमजोरीलाई हामीले सुधार्दै हिजो के भएको थियो भन्ने कुरामा आत्मसमीक्षा आत्मालोचना, अहिले वर्तमान अवस्थामा हामी कहाँ उभिएका छौँ र भविष्यमा गएर नेकपा एमाले अझै सुदृढ भएर अगाडि बढ्छ भन्ने विश्वासका साथमा मैले एउटा पाइला चालेको हो। त्यो पाइला चाल्दाखेरि अब अपेक्षित हिसाबको रिजल्ट नआउन सक्छ कहिलेकाहीँ, तर त्यसका कारणले गर्दाखेरि हामी हतोत्साहित हुनु हुँदैन। हाम्रा नेकपा एमालेका शुभचिन्तकहरू युवा पुस्ताहरूले पनि हतोत्साहित हुनु हुँदैन। हामी निरन्तर नेकपा एमाले देशलाई समृद्धतर्फ लान्छ, संयम सभ्य तरिकाले र देश र जनताको विषयमा पटक पटक सधैँ कुरा उठाइरहन्छ। समृद्धतिर के भन्छ आफ्नो देशलाई, देश र जनताको हितमा काम गर्छ भन्ने कुरामा म एकदमै विश्वस्त छु। यो मैले एक पाइला मात्र चालेको, अब चाल्दै गर्छु।